हेलो गाइस, आज हामी यो आजमानको पार्कमा अब घुम्दैछौँ है। ल अब हामी भित्र जाँदैछौँ। भित्र पनि हामीले यसो भिडियो सिडियोहरू खिच्न मिल्यो भने हामीले देखाइहाल्छौँ तपाईँहरूलाई कस्तो के रहेछ भनेर होइन। यहाँनिर चाहिँ हामी केटाहरू छिर्न पाउँदैन, तर हामी फ्यामिली हुनाले छिर्न पाउँछ। अब मेरो बुढी वाइफ होइन, वाइफ एन्ड हस्बेन्ड we can entry inside. So let's see inside. Okay, I'll show you something happen there inside. मेरो बुढी अनि म आज कति 12-11 साढे 11 भइसक्यो रातिको हामी घुमिरहेको छौँ। यस्तो राम्रो छ ठाउँहरू होइन। त कसैले तपाईँहरूलाई देखाइरहेछ है। यो आजमान हो। मेरो बुढी अगाडि हिँड्दैछ, ऊ पर पुग्यो। बुढी हात हलायो, सुँगुरको मासु बोकेर हिँडिरहेछ। अब हामी पनि यो भित्र छिर्ने लेडी पार्कमा छिरेर चाहिँ यसो मनोरञ्जन लिएर कुद्नेछौँ अनि घर जानेछौँ। हामी घर गयो भने 12 बजी यस्तो हुन्छ हो। हेलो गाइस, हामी चाहिँ यहाँ आज घुम्न आउँदैछौँ होइन। हामी चाहिँ यहाँ सुँगुरको मासु किनेको छौँ। 5 किलो सुँगुरको मासु लिएर आएको छौँ है। किनभने यहाँ चाहिँ अब जहाँ पाइ त्यही पाइँदैन, त्यही भएर पाउँदा चाहिँ भनेर अलि धेरै नै लिएर आएको छौँ। मेरो बुढालाई चाहिँ धेरै सुँगुरको मासु मनपर्छ। एन्ड बुढीलाई मलाई चाहिँ अलि थोरै। त गाइस, हामी चाहिँ यो भित्र लेडी पार्कको भित्र चाहिँ छिर्न गयौँ होइन। के कस्तो रहेछ इन्ट्रीको तरिका। हामी चाहिँ यहाँको धेरै भइसक्यो तर छिरेको छैन। यहाँ छ न्यामहरू, अब यहाँ स्टोरी हेर्ने सोच्दाखेरि के कस्तो हुँदो रहेछ। ओके, हामीलाई पुरै भनिरहेछ फ्रीमा। हेलो गाइस, हामी चाहिँ कति लक्की छौँ होइन। यहाँ चाहिँ पैसा लाग्थ्यो के अरे टिकट लाग्थ्यो होइन, तर हामी चाहिँ कति लक्की के पानी त्यो ढकी छैन हामीसँग। पैसा पनि लिन्छ नि अन्त पानी खाने एउटा। ल हामीले पानी निकाल्दैछौँ है गाइस। के पाउँदै बुढी यतापट्टि हाल्नु। बुड्डु चाहिँ पानी पिए पनि नपिए पनि पानीको बोतल चाहिँ बोक्नै पर्ने हुन्छ बुड्डुलाई चाहिँ, बानी नै। अनि त्यही भएर हो पानी पिउनुपर्छ रे। गर्मी चाहिँ यता धेरै गर्मी छ के, त्यही भएर पैसा हाल्दै हुनुहुन्छ पानीको लागि। कति नम्बर छ भने पानी? 33 नम्बरको भन्नु न। कति? 33 किन तलबाट झर्छ रहेछ है। 5 रुपियाँ पानीलाई हो गाइस। यो पानीले चाहिँ 1 रुपियाँ पर्दो रहेछ है यहाँको। ल एउटा बोतल है, 2टा नदिने। ल ल ल छिटो नि त, छिटो अनुहार देखेन मेरो हात। ओके गाइस, हामीले पनि पानी किनिसक्यो। अलिकति गर्मी जस्तो भएर है पानी लिइसकेछ। अब हामी भित्र छिर्यौँ। हामी भित्र छिरिसक्यौँ। अब केही खेल्दाखेरि सबै पाउँछ र ओके ल सर्टपट्टि हामीले क्यान्सल भयो। अब खानु त खान्थ्यौँ तर हामीले छोडिदिएको छौँ कि अस्ति पोरैबाट, त्यही भएर खाइँदैन। अब हामी थोरै घुमेर के कस्तो रहेछ होइन इनसाइड लेडी पार्क। अनि बुढीको दौडिने दौडिरहेछ। केटा मान्छेहरू हुँदैन रहेछ, केटा मै मात्र हो अनि बुढी भएर पनि छ, नभए छिर्न दिँदैन। बुढी हुँदा मात्रै हो। जो कुन दिन उताबाट घुमेर जाने। यहाँ छ, यहाँ पाउँछ। ल हामी यता गयो। के भन्छ गाइस, हेर्दै गर्नु।
हेलो गाइस हामी आइपुग्यौँ ऊ त्यो पिङ छ नि हैन देखाउनु ऊ त्यो लिङ्गे मलाई त्यो पिङ चाहिँ त्यो पिङ चाहिँ हैन सानैबाट खेल्न एकदम धेरै मन पर्छ के त्यही भएर अनि ऊ त्यो कुदाउने गाडी थियो नि त्यो गाडी कुदाउनु थियो नि त्यो अघि केटाहरूले कुदाएर ल्याएको थियो त्यो बच्चाको लागि हो नाइ त्यो ठुलै मान्छेले कुदाइदिन्न बच्चा छ नि त धेरै साइडमा ल भयो भयो मामे म टिका बनाउँछु